यी भेटियो चाहिँ ती केटीहरूको लागि जसले आफू भाइरल बन्नका निम्ति पोस्ट गर्दा आफ्नो परिवारको इज्जत नसोचिकन पोस्ट गर्छन्। तिमी आफू विभिन्न सञ्जालहरूमा भाइरल त बन्न सक्छौ, तर तिमी कुन तरिकाले भाइरल बन्दैछौ तिम्रो परिवारको इज्जत पनि सोध्ने गर। जस्तै तिमीलाई बालपनमा तिम्रो आमाले आफ्नो छोरछोरीलाई घाम पानीबाट बचाउनको निम्ति आफ्नो थाङ्ना गुन्युले छोपेर तिमीलाई बचाएको थियो, तर तिमी अहिले ती आमाको गुन्यो चोलालाई अपमान गरिरहन्छौ। तिम्रो आधा शरीर देखाएर तिमी भाइरल त बन्छौ, तर तिम्रो परिवारको इज्जत पनि सोध्ने गर। जन्मेपछि मृत्युसम्म लाखौँ सम्बन्धहरू बन्छन्, तर बाबा जस्तो हेरचाह गर्ने व्यक्ति र आमा जस्तो माया गर्ने व्यक्ति कहिल्यै भेटिँदैन साथी।